सबैमा नमस्कार। अहिले म लमजुङ जिल्ला सुन्दर बजार नगरपालिका वार्ड नम्बर 3 ओखलेपानीमा छु। मेरो जन्मस्थान, मेरो घर, त्यहाँबाट मैले यो भिडियो तपाईहरुलाई देखाइरहेको छु। खुसी लाग्छ सधैँ आउन नपाए पनि यो चाडबाडमा यो ठाउँमा आउँदाखेरि यसको शान्तपन, अब यो गाउँको माया भनौँ यसले सधैँ नै तानिरहन्छ। दसैँमा पनि आएको थिएँ। दसैँमा तपाईहरु सामु त्यो भिडियो देखाउन सकिनँ। अहिले मैले गाउँ देखाउने कोसिस गरिरहेको छु। यो पारी खेत देउतापानी हुँदै सुन्दर बजार तथा यता माथि पाणिनी, तिमिलसिना गाउँ, तल्लो तिमिलसिना गाउँ र उपल्लो तिमिलसिना गाउँ पनि तपाईहरुलाई म देखाइरहेको छु। मैले यो भिडियो कुल देवताको मन्दिरमा बसेर खिचिरहेको छु। तपाई देख्न सक्नुहुन्छ केही मात्रामा खेतहरू रोपिएको छन् र धान पहेँलो पहेँलो हुन लागिसकेको छ। तल मोहरिया लगायत दशमुरे लगायत खेतहरू खरबारी बनेको छ। म तपाईलाई जुम गरेर देखाउँछु। यो अवस्था छ। तैपनि जे जस्तो भए पनि आफ्नो ठाउँ, आफ्नो गाउँ आफैमा सुन्दर छ। पुरा गाउँ यहाँबाट देख्न सकिन्छ। यो बिरौटाको घर, गणेश दाइको घर, त्यसपछि यहाँबाट आएर तल यो दशमुरे खेत हुँदै यो कान्छा बाको घर, त्यहाँ रुम्टा यो पाखुरीको रुखले छेकिएको छ लगायत लगभग धेरै घरहरू यहाँबाट देख्न सकिन्छ। र यता मन्दिरमा पनि घाँस पलाएर बाटो एकदम खरबारी बनेको छ। तैपनि यता यो मन्दिर, तपाईलाई मन्दिरको दृश्य देखाउँ। यो ठाउँमा आएर यो कुलदेवताको मन्दिर, जसलाई हामी सबै कुलले लगानी गरेर आफ्नो श्रम र पसिना बगाएर निर्माण गरेको मन्दिर अत्यन्तै सुन्दर छ। यता माथिको गजुर, यो अहिले नयाँ बनेको होम गर्ने ठाउँ। यतापट्टि यो तिलिङ्गेको चौतार। अहिले म चौतारमा पनि गएर तपाईलाई त्यहाँबाट पनि दृश्य देखाउने कोसिस गर्नेछु। जान सक्ने बाटो छ कि छैन त्यो आफ्नो ठाउँमा छ। यतापट्टि निर्मित यो पाटी हो, यो विश्राम स्थल। यो दृश्य म तपाईलाई ओखलेपानी गाउँबाट देखाइरहेको छु। यो मन्दिरको तल तपाईहरु देख्न सक्नुहुन्छ। तपाईहरुले लगानी गरेर अथवा तपाईको दानले निर्मित हो। यो तपाई दान गर्नेहरुको नाम पनि यहाँ उल्लेख भएको छ। यसले एउटा तपाईको दानलाई अमरता प्रदान गरेको छ। यहाँको शिलालेखमा यी नामहरू उल्लेख छन्। आफ्नो नामहरू हेरेर पुनर्ताजगी गर्न सक्नुहुन्छ। यसले छेकेको छ कति नामहरू। यो तपाईको दानको अमरत्व हो। यो मन्दिरमा उल्लेखित शिलालेखहरूमा रहेका नामहरू यो मन्दिर रहेसम्म र यो कुल रहेसम्म आज तपाईँ हामी धेरै ठाउँमा पुगेका छौँ।
सायद अब कति वर्षमा फेरि यो ठाउँमा फर्कने हो थाहा छैन। तर पनि यी मन्दिरमा उल्लेखित यी शिलालेखमा उल्लेखित यी नामहरू सधैँ अमर नै रहनेछन्। त्यसकारण मैले तपाईहरुलाई देखाइरहेको छु। यो दृश्य, यो मन्दिरको दृश्य र माथि तिमेलसेना गाउँ। अब म यहाँबाट चौतारतिर, माथि तिलिङ्गेको चौतारतिर जाने कोसिस गर्छु। हेर्दै जाउँ म कति सफल हुन्छु, बाटो कस्तो छ। पक्कै जान्छु, यहाँबाट सकिन्छ जानलाई। तपाईँ हामी सबै मिलेर बनाएको यो मन्दिर हो, यो ठाउँ हो, यो पुल हो। म यहाँबाट कट्न कोसिस गरिरहेको छु। तल माझाको चौतार र यहाँबाट तल देखिने दुसेनीको दृश्य। म माथि जाँदैछु। गाउँ खाली भइसकेको छ लगभग। त्यो खालीपनमा पनि कहीँ न कहीँ अझै पनि गाउँ आफैमा परिपूर्ण छ। यो देख्न सक्नुहुन्छ यतापट्टिको पाटो रुम्डाको धान झुलिरहेको छ। राम अङ्कलको घर तलपट्टि थोरै जुम गर्छु यसलाई, लगायत यो थुम्का, यो दुसेनी, यो यताको जङ्गल भयो। धेरै कुनै दिन यही ठाउँमा हामी घाँस नभएर डोको बोकेर धेरै माथि पुग्ने गर्थ्यौँ। अहिले सबैतिर खरबारी छ। हिजो गाउँमा मान्छे थिए, पशुपालन थियो, घाँस थिएन। आज गाउँ छ, घाँस छ, तर फेरि मान्छे छैनन्। त्यो फरक विषय होला। तैपनि गाउँमा आउनुको, म चौतारमा जाँदैछु, आउनुको मजा छुट्टै छ। यहाँबाट त उक्लिन सक्ने ठाउँ पनि छैन जस्तो छ। हेरौँ, कुरो घारी मलाई कुरो लागिसकेको छ। तैपनि म मन्दिरमा उक्लिन्छु र यो चौतारमा उक्लिन्छु र यहाँबाट तलको दृश्य म देखाउने छु। म उक्लिसकेको छु। पहिला पनि मैले यहाँबाट यो दृश्य देखाएको हो, नदेखाएको होइन। मेरो सबैतिर कुरो लागिसकेको छ। र यो माथि गेट तपाईहरु देख्न सक्नुहुन्छ। हिजो हामीले नै कुटो कोदालो गरेर खेती गरेको ठाउँ हो यो। हिजो वस्तु चराएर रमाइलो गरेको ठाउँ हो यो। हामीले नै पढेको त्यहाँ स्कुल छ। म तपाईहरु जुम गर्ने कोसिस गर्छु। यो स्कुल शान्ति सदन प्राथमिक विद्यालय। अहिले त यो बन्द भइसकेको छ, गाभिएर सायद पाणेनीमा हो कि सर्वोदयमा यो गाभिसकेको छ। अनि यो उपल्लो तिमेलसेना गाउँ र यो सिम तपाईँ देख्नुहुन्छ। यहाँ अलिअलि धान खेती त भएको छ। त्यो बगैँचा र यतापट्टिको पाखो, यो चाहिँ हाम्रो खेत हो। धेरै जसो हाम्रो छ, तर यो पुरै बाँझो भइसकेको छ। अहिले घाँस फुलेको छ, खेती भएको छैन। अब दुःख कसैले गर्न नचाहने र यो ठाउँ छोडेर धेरै जसो
विस्थापित भइसकेको अवस्था छ र अब गाउँमा धेरै घरहरू छैनन्, मतलब घरहरू छन्, घरमा सदस्यहरू छैनन्। ती पुराना घरहरूले अझै पनि मान्छेको आश्रय खोजिरहेको जस्तो लाग्छ। जे होस्, घाम परेर त्यति राम्रो दृश्य देखिएको छैन होला। यो धुसिनी गाउँ र माथि कालिकाको मन्दिर त्यहाँ हुँदै मैले तपाईँलाई यो दृश्य देखाइरहेको छु। आफैमा ठाउँ सुन्दर छ, तर कतिपय सुन्दर ठाउँहरू समय चक्रसँगै समयले गर्दा पछि परे जस्तो लाग्छ। ठाउँ आफै पछि नपरे पनि सुविधा र भौतिक सुविधा भनौँ, ती कुराहरूले पछि परे जस्तो भान हुन्छ। र आज पुरै गाउँमा धेरै जसो खेतहरू खरबारी देखिन्छ। हाम्रो पल्लोबारी थुङ्गा लाउरे भएको यता पल्लोबारी सबै खरबारी छ, बाँसागाँसम्म जङ्गल आइसकेको छ। तपाईँहरूलाई म यो दृश्य देखाइरहेको छु। रुम्टी पुरै बाँझो भइसकेको अवस्था छ, पँधेरोमा जानै नसक्ने जस्तो अवस्था छ। यो माथि कुन्छाको डाँडो, मेर्लुङको डाँडो र यो ओख्लेपानीको डाँडो, तिनवटा डाँडो, तिनवटा चुचुरा कसैले मिलाएर छिमलेर बनाए जस्तो देखिन्छ। त्यो थुङ्गाका घरहरू पल्तलार र त्यो सामुदायिक भवन रातो छानो अझै पनि हिजो धेरै ठुलो उद्देश्यले बनाइएको यो सामुदायिक भवन हो। म तपाईँलाई देखाइरहेको छु। यो बिचमा धेरै दुःख गरेर यसका सामानहरू सुन्दर बजारदेखि काँधमा बोकेर ल्याएर हामीले बनाएका थियौँ। आज पनि भवन छ, उस्तै छ। त्यो माया तपाईँहरूलाई पनि लाग्ला। तपाईँहरू धेरै अहिले देश विदेशमा हुनुहुन्छ, जसले यहाँ श्रम गर्नुभएको थियो, लगानी गर्नुभएको थियो, दान गर्नुभएको थियो, परिश्रम गर्नुभएको थियो। हेर्नुहोस्, गतितिरको दृश्य त लगभग जङ्गल भएर पुरै देखिने स्थिति छैन। यहाँबाट छेलिएको छ यो बरको रुखले। तैपनि यही गाउँ हो यो, तपाईँ जन्मेको, म जन्मेको र हामी सबैको कुल। मैले तपाईँहरूलाई देखाउने कोसिस गरेको छु र फेरि पनि म जहिले आउँछु यही ठाउँमा बसेर मैले देखाउने गरेको छु। धेरैचोटि भइसक्यो। अब कहिलेसम्म देखाउन पाउने हो त्यो पनि थाहा छैन। फेरि फर्केर कहिले आइहोला त्यो पनि थाहा छैन। तर जहिले जहिले आउनेछु म फेरि तपाईँहरूलाई देखाउने छु। अहिले म तिलिङ्गेको चौतारमा बसेर खिचिरहेको छु। यो त्यही बरको रुख हो। अझै पनि यो धेरै पुरानो रुख हो। यो हामी सानोमा हुँदाखेरि पनि यसका यही रुखका हाँगामा हामी चढ्थ्यौँ, खेल्थ्यौँ, यहाँ वस्तु चराउँथ्यौँ। अहिले पनि यो चौतारो जस्ताको तस्तै छ। यो पिपलको रुख यो अझै पनि जस्ताको तस्तै छ, ढलेको छैन। यो माथि लामी डाँडा, यो तुरेको वन, यो पारी वन र माथि तुर्लुङ र तुर्लुङ कालिकाको टुप्पो तपाईँ देख्न सक्नुहुन्छ। म जुम गर्छु। यो तुर्लुङ कालिकाको टुप्पो हो। अहिले त यो बाटो हिँडेर कालिकाको मन्दिर जान पनि सक्ने अवस्था छैन। किनकि यहाँ बाटो नै हराइसकेको छ। अहिले स्यानपटातिरबाट मान्छेहरू हिँड्ने गर्छन्। यो यतापट्टि थानसिंह मालिकाको मन्दिर यताबाट देखाउँदाखेरि चाहिँ अलिकति राम्रो देखिन्छ कि, तर अहिले घाम परेको छ, त्यति राम्रो नदेखिएला। यो मालिका दृश्यहरू यो दृश्यहरू याद आउँछ। यो ठाउँ सुन्दर छ। तल मध्य पहाडी लोकमार्गमा व्यस्त रूपमा धेरै गाडीहरू
कुद्न थालिसकेको छ। बाटो पिच भइसकेको छ, तर गाउँ खाली हुँदै गएको छ। हिजो म तल फेरीमा ओर्लिएर बसबाट ओर्लिएर जङ्गलको बाटो आएँ। खनिएको रोड सफा गरिएको थिएन र सफा गर्नको लागि पनि अब सम्भव छ छैन, त्यो आफ्नो ठाउँमा छ। त्यति असहज भएन, तर बाटो मान्छे नहिँडेर जम्मै कुरो लाग्ने झाडी जस्तो थियो। तर मलाई हेर्न मन लाग्यो त्यो बाटो फेरि उक्लिएर, र म 1-1.5 घन्टा लगाएर त्यो सालगारीको बाटो आएको थिएँ। गाह्रो थियो, अब हिँड्न पनि त्यति सहज पहिलाको जस्तो सकिएन, तर पनि छुट्टै आनन्द थियो त्यो सालगारीमा हिँड्न पाउँदाखेरि। पक्कै पनि फेरि फर्केला ती दिनहरू। फेरि पनि समयले मान्छेहरूलाई यही ठाउँमा नल्याउला भन्न सकिँदैन। पक्कै पनि तपाईँ हामी जहाँ पुगे पनि फेरि फर्केर आउँछौँ होला यो ठाउँमा, र यो गाउँले फेरि एक फेर मुहार फेर्नेछ, र यो सुन्दर गाउँमा फेरि तपाईँ हामी फर्कन सकौँ, फेरि यो गाउँको मायामा रमाउन सकौँ, यो गाउँमा रहन सकौँ, र यो गाउँ फेरि गुल्जार होला। आशा गरौँ अबका केही वर्षहरूमा फेरि विस्थापित हुन सकुन् यो गाउँमा। ती सुख सुविधाहरू यही गाउँबाट बसेर प्राप्त गर्न सकौँ र सक्नेछौँ होला, आशा गरौँ। यो गाउँ चाहेर कसैले पनि छोडेको छैन। त्यसकारण भोलि फेरि यही गाउँले सबैलाई तानोस्, कुलदेवताले सबैलाई रक्षा गरून्। यही कुलको मन्दिरमा आएर फेरि हामी सबै जम्मा भएर बुद्ध पूर्णिमाको दिनमा फेरि कुलको पूजा गर्न पाऊँ, यहीँ रमाउन पाऊँ। हस् त, अहिलेलाई बिदा हुन्छु। यो दृश्य मैले तपाईँलाई देखाइहालेँ, फेरि पनि देखाउने कोसिस गर्नेछु। हस्, नमस्कार।